नास्ता के बनाउने, कसरी बनाउने, छिटो पनि चाहियो, सजिलो पनि चाहियो, एकदमै हेल्दी पनि चाहियो। त यो नास्ता ट्राई गर्नु तपाईँहरूको फेभरेट भइहाल्छ बनाइसकेपछि। त के गर्नु, हरियो मटर लिनु, हरियो मटरलाई मजाले मिक्सिङ जारमा हाल्नु, हरियो खुर्सानी, थोरै जिरा अनि थोरै अदुवा लसुन पनि हालिदिनु। मैले चाहिँ हालेको छैन, हाल्नुहुन्छ भने अझै मिठो हुन्छ। हालेर खस्रो पिसिदिनु। त्यसपछि चामलको पिठो एड गर्नु, स्वादअनुसार नुन एड गर्नु, थोरै बेसार, थोरै गरम मसाला अनि हालेर मजाले डो बनाइदिनु। डो बनाइसकेपछि आफ्नो एकर्डिङ यसरी सेप गरिहाल्नु। जस्तो सेप मनपर्छ त्यही सेपमा मैले गोलो गोलो छिट्टो गरेको छु। अब यसले के गर्नु, स्टिम गरिदिनु 6-7 मिनट। एकदमै हाई फ्लेममा 6-7 मिनट स्टिम गर्नुहुन्छ भने मजाको स्टिम भइहाल्छ। टमाटरको अचार बनाउनु अनि त्योसँग खाँदा पनि हुन्छ। एकदमै हेल्दी मनपर्छ जो हेल्दीवाला हुनुहुन्छ भने। यो चाहिँ मैले टमाटरको चटनीसँग मैले खाएँ, बाबुले खाएँ अनि बुढाको लागि मैले झ्याउझ्याउ पारेर तड्कावाला बनाउँदैछु। तोरीको तेलमा थोरै करी पत्ता, थोरै रातो खुर्सानी हाल्ने, मजाले फुरिसकेपछि थोरै तोरी पनि हालिदिने। फुरिसकेपछि यसमा हालिदिने यो स्टिम गरेको, त्यसपछि बिरो नुन, जिरा पाउडर, कालो मरिचको धुलो, रेड चिली पाउडर हाल्ने, बिरे नुन हालिदिने। मजाले यसलाई 5-6 मिनट पकाउने, एकदमै मिठो हुन्छ।